हेलो गाइज वेलकम टु माई एनदर भ्लग। आजको भ्लग चाहिँ हामी नाइट हन्टिङ जाँदैछौँ। अब अहिले चाहिँ रातिको 7:30 बज्छ होला। हामी चाहिँ अब खानासाना खाएर 8 साढे 8 बजीतिर चाहिँ उता खोलातिर माछा मार्न जान्छौँ। अब यो भिडियो के कस्तो बन्छ सबैजनाले लास्टसम्म हेर्दै साथ सपोर्ट र माया देखाइदिनु होला गाइज। अब चाहिँ हामी सिधै साथीहरू भेटेपछि देखाउँछ है गाइज। स्टे ट्युन गाइज। है त गाइज खोलाबाट हन्टरहरू हिँड्दै मेरो साथी यार धेरै पछि भेट्यो हामी कुमार भाइ धेरै पछि भेटेको छ है। अब चाहिँ हामी सिधै खोला गएर भेटौँ है गाइज। है गाइज हामी चाहिँ चल्दिएको है हन्टिङ। आजको भ्लग चाहिँ बवाल हुन्छ है। अब चाहिँ सिधै खोलामा गएर भेटौँ है। अनि यहाँ खोइ बल्किङ यार हराएर आमालाई केटाहरू त यहाँ कुला कुला माछा बद्दै हिँड्छ। माला अब सिधै आँधीमा पाउँछ। आँधी गरेर भेटौँ है गाइज। ल गाइज हामी चाहिँ यहाँ आँधीमा आइसक्यौँ। पानी चाहिँ लास्ट धमिलो छ के गर्ने केटा पानी हल्का धमिलो छ। है त अब सिधै माछा मार्न थाल्नु भेटौँ है। माछा मार्न भन्दा चाहिँ अब हामी चाहिँ गएको है सिधा डुबी हान्नुपर्छ है। ए यार पागल छोडेर तिर गराउनु पर्छ नि धेरै। उयो बत्ती बलेन यार कसम। ओए ल ब्लगर ओए मुख नथाल्नु ब्लगमा ओए किन कालो देखाएको उता पागल दिन्छ ल पागलहरू गएर देख्यो सेतो टी सर्ट लगाएर देखा त प्लास्टिक दे त ओके यस्तो चाहिँ फेरि भन्दिरहनु जानुपर्छ कि दामी है दामी केटा हो केटा हो घनेले मुदेको सर्पो ढले यार 20 फाले जस्तो भयो घनेलाई। घने बत्ती बाल्न सर्पोलाई ल ल साथी घने साथी आइज भाइ छिटो ए माछ चिक्नी ऊ त्यो माछा मार्न गएको कि हेर्न गएको कुनी। ओए कुशल हात हल्लाइदियो त एकचोटि त्यो माछा मार्न गएको कि हेर्न गएको नि कतिवटा मारिस ओए यति बेला हामी ओए कति बज्यो अरे 12:30 रातिको 12:30 भयो है साथीहरू। यता छ हाम्रो वरिष्ठ कलाकार ओ यता हेर्न वरिष्ठ कलाकार एकमात्र त कुन रोल रे त कुन कलाकार रे सर्प आज त के हो सर्प 3-4 वटा देखियो त घने मुद्दे त यहाँ मर्छ सर्प। केटाहरूले चाहिँ यहाँ तिर बनाउँदैछ। तिरले चाहिँ लास्ट धोका दिइरहेको छ निर्वाणा। यता केटाहरूले चाहिँ यहाँ माछा हान्दा चाहिँ गाइस ओए हातले हो ढोका आइसक्यो यिनीहरू त यार। है त गाइस भने हान्न जान्छ अब चस्मा लगाएर। ओ चस्मा दे त किरा ओ हेर्दै किरा आयो भाइ यहाँ पनि एउटा ल फाल्दा यो त हुन्न क्या अर्को दिन निर्वाणा भाइ हिरोहरू चस्मा निकाल्नु किरा अर्को ठुलो चस्मा खोइ त नि हाम्रो मतवाली यही केटा हो यो कलिया कलुन्दर यही बस्ती चिन्ता नै गर्दैन यो पिके
लास्ट गहिरो खै केटा हो यहाँ एक तले घरै डुबाउँछ यो गहिरोमा के उड्डेको भन्न साला अलि ठुलो मान्न केटा यो त शर्मा लगाएर देखाउने यार ल केटाहरू माछा 2 किलो भयो खाने भोलि हो ओए कुन ठाउँमा आम भन्नु सबैलाई यसै गरी हाम्रो यहाँ कुशल सिधा गर्दै ओए 3 गतेको म्याच त कसलाई राख्ने हो भन्न म्याच के 3 गतेको ओए दानी के खोइ ओए लाइट बाल्दैन त्यसलाई हाते तिरेन तिरबङ्गाको यस्तरी बङ्गाउँछ यार तिर बनाउने कुशलै उड्डेको खले कोहीले खलेर कोहीले कामिरे ल बोडी देखा नि त मार्छ यार केटीहरूलाई यार तैँले कस्तो केटी मनपर्छ तँलाई जिउँदो भए पुग्छ नि त पत्रकार भेजागाइसको लिडर को हजुर म भेजागाइसको लिडर रे कहाँ भेजागाइसको ओए लालाजीले बोला न वाइनट कोकोनट लालाजी ओए केपीओलीलाई के दिने रे मेरो भत्ता के भयो रे ओए हेर्नु त यहाँ के भयो रे आफ्नो तुरी मङ्गा मङ्गा म चाहिँ निस्केको अब जाडो हातेको छु है जाडो भयो केटा हो उता जोसिरहेको छ केटाहरू यार भोलि चाहिँ अब मिठो हान्नु पर्ने हुन्छ है अलि ठुलो कराई ल्याइदिए घने केटाहरूले चाहिँ यहाँ अझै हान्दैछ है माछा के बोलेको केटाहरू यार त्यहाँ यार थै त्यस्तो यार भलक बनाउने बाटो नि छैन केटाहरू इङ्ग्लिस बोलेर यार त्यो हालभित्र भित्र हालो चल्दैन क्या ढुक्कै भोलिसम्म जिउँदै हुन्छ यो आपुनका इलाकामा चौधरीको सन्तान जहाँ चाहिँ चाउचाउ पार्टी हुँदैछ है विनोद चौधरीको सन्तान पसेको निस्क्यो लालाजी चाउचाउ पार्टी हुँदैछ यता चौधरीको सन्तान घनश्याम चौधरी ओहे घनश्याम चौधरी घने ल गाइस हाम्रो माछा चाहिँ आज यति नै हो स्त्री यो चाहिँ मिठो या डेन्जर ठुलो छ यो चाहिँ यसको हाइलाइट आउँछ अहिले 0.5 गरेर अलिक सानो देखाएको छ भन्ने हान्दिनँ के भयो अब ठिकै छ यति अब अब चाहिँ हामी माछा साछा प्याक गर्छौँ अनि घरतिर चल्दैछ गाइस लुगा पनि राति भएर ल त अब चलिदिनु पर्छ घरतिर ल केटा ल गाइस फेरि बाम थप्यो बामको बच्चा थप्यो अब चाहिँ हामी माछा प्याक गरेर घरतिर भाग्नु पर्छ नत्र हामीलाई बनाकीले लखट्छ यो त बचाउने रहेछ यार ओ दा उ किनल त झन् घर जाने भनेको त धोबी हान्छ त माछा त यो त देन्छ गाइस भिडियो लिएर हान्ने रहेछ ओए घर जान्नुहोस् रुगा लगाएर खत्तम भयो जाम 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 केटा घर जाम केटाहरू घर जानै मान्दैन केटाहरू घर जाम भनेको माछा मार्नै व्यस्त छ यता के भन्ने अब गाइस हामी चाहिँ अब माछा साछा प्याक गऱ्यो अब घर जान पर्ने हुन्छ है चलिदिएको ल घरतिर बत्ती नभन् न क्लासमै बोल्दैन के यता चाहिँ फोटोसुट हुँदैछ राति के फोटोसुट भयो अरे राति पनि उता पानी चस्मा लगाएर फोटोसुट कहाँको मोडल हो यो है धरानको बोल्दैन के
है गाइस केटाले त मासु त हानेको गरेछ त यार नआउने यार अहिले नआउ केटा नसके नि भयो केटाहरूसँग ओए को यो ओए ओए बाबरे के हो बाबरे बाब के हो हिरो छ त यार मान्छे त मान्छे राम्रो हो कि आइफोन राम्रो हो मान्छे राम्रो हो कि ओए 12 बज्न लाग्छ जान केटा घर यार दैट 11 बजे भयो नि त 13 बजे पुग्ने भयो 11:43 भनेपछि 12 बज्यो हामी घर पुग्दा चाहिँ त्यस्तो 12 12:30 चाहिँ ढुक्क हुन्छ ल माछा प्याक भइसक्यो अब हामी चाहिँ घर चल्दिएकै ल गाइस अब बाटोतिर भिडियो बनाइन्छ कि नत्र भने सिधै घर आएर भेटिन्छ है हामी चाहिँ अहिले बाटोमा छौँ निद लागिरहेको छ ओए दाउरा लिएर किन केटा भोलिलाई हुन्छ है निद लागिरहेको छ केटा हो 12 कति भयो कुन्नी अब कतिखेर पुगिन्छ घर जति चाहिँ अनि 12 बज्यो त अब 2 मिनट पनि के गर्नु छ ल अब चाहिँ त्यो पूर्णिमा हो आज चन्द्रमालाई गीत गाउँदै हिँड्न त केटाहरूलाई पागल पागल केटाहरू कोही बाटो कहाँ है केटा हेरे तलतिर केटाहरू यार इङ्ग्लिसमा त बोल्छन् यार खतरा हो क्या हाम्रो केटाहरू अनि ग्रामर त बल्किङ भाइ बल्किङ कता जाली हालेको त हेरौँ न जाने क्या घर ढिलो भयो 12 बजी सुत्न मन लागिसक्यो निद लागिसक्यो केटा हो गाह्रो छ केटाहरू चाहिँ मेरो भगमा खतरा इङ्ग्लिस मात्रै बोलेछ अब सब मिलाएर कस्तो बन्छ भाइ गाइस स्टे ट्युन अब सिधै घर गएर भेटौँ है गाइस सी यु इन होम ल गाइस म चाहिँ अहिले घर आइसकेँ अहिले चाहिँ रातिको 12:30 बज्छ लगभग आधी घन्टामा चाहिँ उहाँलाई हामी यहाँ आइयो यति नै हो अब मेरो भिडियो के कस्तो लाग्छ मनपर्छ भने लाइक कमेन्ट सेयर र सब्सक्राइब गरिदिनु होला मन पर्दैन भने छोडिदिनु होला यति भन्दै आजको ब्लग चाहिँ यहीँ इन गर्न चाहन्छु सी यु गाइज इन नेक्स्ट ब्लग